विश्वको लागि आँखा बन्द गर्छौ, आत्मिक आँखा यो खोल्छौ, ल पढ्छौ, छोडिदिन्छ अनि ढुन्डिन खोज्छौ। र याद गर्नु होला, संसारको कुराको लागि संसार बाइबलले यसो भन्छ, झगडाले भरिएको, कलहले भरिएको, रिसले भरिएको, अशान्तिले भरिएको ठुलो महलमा बस्नुभन्दा शान्तिले भरिएको, सन्तुष्ट भएको। यता हेर्नुहोस् है, मान्छेले सबैभन्दा बढी चोट्ने रोगले होइन त, बिग्रिएको सम्बन्धले दिन्छ। मान्छेको सबैभन्दा ठुलो पीडा नै रोग। बोयफ्रेन्डले धोका दियो, आत्महत्या गरेको छ। म त उसको मायामा धेरै डिप्लपमा थिएँ भन्छ। 4 वर्ष भयो चिनेको, डिप्लपमा पुगिहाल्यौ तिमी। तिम्रो आमाले, तिम्रो बुवाले तिमीलाई 25 वर्ष भइसक्यो डिप्लपले माया गरेको। उसको चाहिँ मायाको, जब हामीलाई नि परमेश्वरको सिद्ध इच्छा थाहा हुँदैन नि, अनि हामीमा विश्वास पनि आउँदैन। परमेश्वरको सिद्ध इच्छा नि तपाईँ मुक्ति पाउनु मात्र होइन, तपाईँ निको हुनु पनि हो। इभन तपाईँ आर्थिकमा माथि उठ्नु पनि। जसले तपाईँको कुरा काट्छ नि, जसले तपाईँको कुरा काट्छ नि, त्यो तपाईँ जस्तो हुनु नसक्ने कुरा काटेको। तपाईँको प्रगति भक्कु भक्कै उसको प्रगति हुँदै हुँदैन अनि कुरा काट्नु पर्यो नि त। मान्छेलाई माया गर्नुहोस्, भर्छ नपर्नुहोस्, स्ट्रेटली हो। स्ट्रेटली मान्छेलाई प्रेम गर्नुहोस्, खाँचोमा सहायता गर्नुहोस्, भर्दै नपर्नुहोस् झुकेर पनि। किनकि आज तपाईँलाई वाह वाह गर्नेले नै कतिलाई आफ्नो जातको बडो घमण्ड हुन्छ, हामी उपर जात, उनीहरू निचे जात भन्छ। तपाईँले के खानुहुन्छ? फलाम खानुहुन्छ उपर जात भएर? यदि कसैले जातको कुरा गर्छ भने संसारमा 2टा मात्रै जात छ, नर र नारी, पुरुष र। सोचाइ सही भयो भने एटिट्युड सही हुन्छ, एटिट्युड सही भयो भने क्यारेक्टर सही हुन्छ, क्यारेक्टर सही भयो भने हेबिट सही हुन्छ, अनि हेबिट सही भयो भने जिन्दगी सही हुन्छ। अर्काको घर जब पनि तपाईँलाई कुनै व्यक्तिले छोडेर जान्छ नि, पहिलो कुरा बुझ्ने कोसिस गर्नुहोस्, त्यो व्यक्ति तपाईँको होइन। जो तपाईँको हो नि, तपाईँसँग रहन्छ। तपाईँले मान्छेलाई झुक्याउनु सक्नुहुन्छ, तपाईँले मान्छेलाई ढाँट्नु सक्नुहुन्छ, तपाईँले मान्छेलाई बहाना पार्नु सक्नुहुन्छ। यस्तो भएको थियो, त्यस्तो भएको थियो, त्यही भएर चर्च आइन, त्यही भएर यो गरे। तपाईँले हजारौं बहाना पार्नु सक्नुहुन्छ। हामीलाई छोडेर जाने मान्छेहरू, हाम्रो कुरा काट्ने मान्छेहरू, हामीलाई घाँस सोच्ने मान्छेहरूसँग गएर बाँच्ने होइन, इज्जत खोज्ने होइन, प्रगति गरेर मुख टाल्दिने।